हेर्नु जता हेर्नु जङ्गलै जङ्गल हेर्नु त माथि रोड छ हेर्नु त त्यो फसियो होइन उताबाट आएको सर्टकट आउनु भनेको हेर्नु न पुरा जङ्गलै जङ्गल हेर्नु पुरै जङ्गलै जङ्गल बिचमा छु के गर्ने सर्टकट बाटो हिँडौँ भनेको रोड बाटो काटेर हिँडेको झन् हेर्नु न पुरै अहिलेसम्म जङ्गलै जङ्गल छ हेर्नु त के हो यस्तो जिन्दगी पनि के हुन्छ साथीहरू हेर्नु त राम्रो बाटो छोटो बाटो खोज्दै हिँडेको पुरै जङ्गलको बिचमा आइपुग्छ हेर्नु त पुरै जङ्गलको हेर्नु त त्यो जङ्गलको बिचमा छ हेर्नु त के गर्नु साथीहरू बाटो सर्टकट खोडेर हिँडेको गरेर झन् फसिहाल्नु पुरा जङ्गलको बिचमा के गर्ने साथीहरू अझै बाँकी छ रोड आउनु माथि रहेछ रोड त के साथीहरू यस्तो रहेछ जानु सर्टकट हिँड्छु भनेको त बाटो नि बिराएर खतम भयो बल्ल बल्ल आइपुग्नु छ रोडहरू बल्ल रोड आइपुग्यो तलबाट रहेछ हेर्नु तल्लो बल्ल रोड रहेछ हेर्नु माथि पुरा जङ्गल 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 यता नि जङ्गल बल्ल यहाँ रोड आइपुग्छ भने तलै बल्ल तल रोड आइपुगेछ के गर्ने साथीहरू सर्टकट हिँड्छु भन्न झन् फसियो यता के भन्छ रिसिङ गाउँ वाडा कार्यालयबाट तल झरेको हेरबस्ती गाउँतिर आएको गाउँपालिकातिर आएको हेर्नु सर्टकट बाटो जान्छु भनेको झन् बिर्सेर हेर्नु जङ्गल जङ्गल बल्ल बल्ल रोड आइपुगेको छ हेर्नु त के हो यस्तो चाल चाल पनि के हुन्छ हेर्नु साथीहरू यस्तै रहेछ बल्ल रोडमा निस्केको छ हेर्नु त ए रोडमा निस्क्यो बल्ल बल्ल साथीहरू अहिलेसम्म 11 भइसक्यो हेर्नु त पुरै माथितिर पनि यस्तो भइरहेको छ रिसिङ पनि हेर्नु पुरै यस्तो भइरहेको छ पुरा एउटा रालबी गएको उता चाहिँ केही गरेर हेर्नु चाहिँ कच्ची भएर चाहिँ उता माथितिर चाहिँ अलिकति पिच थियो अर्को सापतिर अनि तारि पोखरा भाजी आउने बाटोतिर चाहिँ नहेर्ने चाहिँ हेर्नु त यस्तो भइरहेको छ हेर्नु त सुनसान हेर्नु त यस्तो भइरहेको छ यो चाहिँ कच्ची हुँदैछ अहिलेसम्म म जाँदैछु पोखरा भन्ने ठाउँबाट म नयाँ चौपडीबाट है साथीहरू मैले जङ्गलदेखिबाट बनाएको यस्तो यता हेर्ने जस्तै यता के गर्ने साथीहरू 11 बजे बल्ल कुहिरो निस्किन लागेको छ हेर्नु कुहिरो पुरा कुहिरो भइरहेको छ पुरा हेर्नु त यस्तो भइरहेको छ पुरा कुहिरो छ हेर्नु त